वर्षा गाउँपालिकाका 15औं गाउँसभा आर्थिक वर्ष 2082-83 को वार्षिक नीति तथा कार्यक्रम पुनः प्रस्तुतिकरणमा उपस्थित आजका यस कार्यक्रममा आदरणीय प्रमुख अतिथिका रूपमा माननीय प्रदेश सांसद आदरणीय जंगिल रायज्यू, त्यसै गरी विशिष्ट अतिथि विनोद शाहज्यू, त्यसै गरी विशिष्ट अतिथि गोलीका सर्लाहीका कोष नियन्त्रक श्री पुष्पप्रसाद गुरागाईज्यू, त्यसै गरी विशिष्ट अतिथिका रूपमा वर्षा गाउँपालिकाका उपाध्यक्ष आदरणीय नुतुल्यजी, त्यसै गरी वर्षा गाउँपालिकाका प्रमुख प्रशासकीय अतिथि, त्यसै गरी उपस्थित वर्षा गाउँपालिकाका वडा नम्बर 1 का वडा अध्यक्ष, त्यसै गरी 2 का वडा अध्यक्ष, त्यसै गरी 3 का वडा अध्यक्ष, त्यसै गरी 4 का वडा अध्यक्ष, त्यसै गरी 5 का वडा अध्यक्ष, त्यसै गरी 6 का वडा अध्यक्ष, त्यसै गरी वर्षा गाउँपालिकामा आजको यस कार्यक्रममा विशेष अतिथिका रूपमा पाल्नु भएका सर्लाही जिल्लाका नेपाली कांग्रेस पार्टीका जिल्ला सचिवज्यू, त्यसै गरी गाउँ कार्यपालिका सदस्यज्यूहरू, त्यसै गरी गाउँ सभाका सदस्यज्यूहरू र सम्पूर्ण जनप्रतिनिधि साथीज्यूहरू, सम्पूर्ण सरकारी तथा गैर सरकारी क्षेत्रका पदाधिकारीज्यूहरू, मेहनती ईमानदार राष्ट्र सेवक कर्मचारी मित्रहरू, सञ्चारकर्मी जीवहरू, सुरक्षाकर्मी जीवहरू तथा वर्षा गाउँपालिकाका सम्पूर्ण आदरणीय जनसमुदायहरू तथा महानुभावहरूमा हार्दिक नमस्कार गर्दछु। यो पावन अवसरमा यस वर्षा गाउँपालिकाको आगामी आर्थिक वर्ष 2082-83 को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा म हर्ष र गौरव अनुभूति गरिरहेको छु। सबैप्रति हार्दिक स्वागत तथा आभार प्रकट गर्दछु। गत आर्थिक वर्ष 2081-82 को छोटो समीक्षा र सिकाइको उल्लेख गर्न चाहन्छु। गत वर्ष हामीले सबैको सामूहिक प्रयासबाट केही निम्न उल्लेखित क्षेत्रमा अपेक्षित सफलता हासिल गरायौँ। त्यसै आधारभूत पूर्वाधार निर्माण, स्वास्थ्य संस्थाको सेवा सुधार, शिक्षा क्षेत्रमा शुद्धिकरण, युवा तथा खेलकुद, महिला उद्योग प्रोत्साहन, महिला सशक्तिकरण, सडक खानेपानी सिंचाई विद्युतीकरण, गरिबी निवारण, दलित सशक्तिकरण जस्ता योजनाले केही हदसम्म जनसमुदायले जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याएका छौँ। तथापि आत्मसमीक्षा गर्दा हामीबाट कुनै योजना समयमै सम्पूर्ण हुन सकेन। कतै नागरिक अपेक्षा अनुसार काम हुन सकेन। आगामी आर्थिक वर्ष 2082-83 मा विगतबाट शिक्षा लिँदै आशा र प्रतिबद्धता साथ बजेट नीति तथा कार्यक्रमहरू वास्तवमै स्थानीय आवश्यकता, जनताको आवाज र हाम्रो गाउँपालिकाको भविष्य सोच अनुसार तयार पारिएको छ। गाउँपालिकाको हित र गाउँवासीको तमाम इच्छा र आकांक्षालाई सम्बोधन गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु। गाउँ सभा सदस्यहरू, अब म आगामी आर्थिक 2082-83 को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति चाहन्छु। क्षेत्रगत नीति तथा आधारहरू: आर्थिक विकास दर, कृषि तथा पशुपक्षी विकास। कृषि क्षेत्रमा कृषकहरूलाई थप आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणको सहयोगमा कृषि विद्युतीकरण सम्बन्धी विभिन्न योजना सञ्चालन गरिनेछ। साथै पालिकालाई पूर्ण रूपमा कृषि सिँचाइको व्यवस्था गरिनेछ। आधुनिक कृषि प्रणालीको विकास गरी व्यावसायिक
उत्पादनमुखी कृषि तथा पशुपालनलाई प्रवर्धन गर्दै गाउँपालिकालाई खाद्यान्न, दुध र मासुमा आत्मनिर्भर बनाउन नप्रवर्तन एवं पशुपक्षी प्रिय साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ। वर्षा गाउँपालिकाको किसानलाई प्रोत्साहन र स्थानीय उत्पादन एवं उत्पादित वस्तुलाई प्रवर्धन गर्न अन्यत्रबाट आयात हुने तरकारीजन्य वस्तुलाई निरुत्साहित गरी आयातलाई प्रतिस्थापना गर्ने नीति अवगत गरी तत्काल कार्यान्वयन गरिनेछ। कृषि सिँचाइमा आम किसानहरूको पहुँच स्थापित गर्न एक कृषक समूह एक बोर्डिङ सिँचाइ निर्माण जोड